स्प्राइट कसरी कोक बन्यो त? हेलो गाइस, वेलकम टु माई च्यानल। आज चाहिँ हाम्रो घरमा पुलाउ बनाउन लागेको है त साथीहरू। त्यसको लागि हामी चोक जाँदैछौँ। त्यसपछि म लखर चोकतिर लागेँ। टक्क चोक पुगेर किराना पसलमा लागियो। भित्र गएर थकाली खोजेको त नपाएर कोहिनुर चामल बोकेर मासुतर्फ लागे। मासु पसले दाइले चाहिँ मासु काटेर मलाई दिनुभयो। टमाटर चाहिएको हुनाले सब्जी पसलतर्फ लागे। टमाटर अलिक काँचो भएकोले टमाटर छान्दैछु है त साथी। त्यसपछि हातभरि सामान बोकेर ठमठम गर्दै घरतर्फ लागे। कति पैसा बोकेर गएको थिएँ त्यो चाहिँ थाहा छैन साथीहरू, तर 20 पैसा चाहिँ बाँचेछ है। त्यसपछि मैले के ल्याएर हेरौँ है त साथी। चामल, टमाटर, मासु र स्प्राइट लिएर आए। त्यसपछि बनाउनतर्फ लागे है त साथीहरू। लुक एन्ड वाच। अब मैले चाहिँ मासु र टमाटरको अचार रेडी बनाइसकेको छु। स्प्राइट लेमन नभरिएर साथीहरू अन्तिममा चाहिँ कोक पनि ल्यायौँ है त। अब चाहिँ रेडी भइसकेको छ साथीहरू। हेर्नुहोला अनि लाइक र सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।